चाहिँ यो खास नेपालको स्पेसिफिक कुरा चाहिँ म बुझ्दिनँ अहिले के भइरहेछ, तर मैले संसारमा चाहिँ देखेको छु। जस्तो यो संसदीय सुनवाई हुन्छ नि, संसदीय सुनवाईमा के हुन्छ भने पार्लियामेन्टेरियनहरूले आएर त्यहाँका ठुल्ठुला मानिसहरूलाई प्रश्न चाहिँ सोध्ने, उनीहरूको कामै त्यही हो। फेरि यो इलेक्टेड भएर आउने जो लेजिस्लेटरहरू छन् उनीहरूलाई चाहिँ क्वालिफिकेसन चाहिँ चाहिँदैन खास। अब यो ठुल्ठुला पदमा बस्ने मान्छेहरूको चाहिँ धेरै क्वालिफिकेसन हुन्छ। अब त्यो इलेक्टेड भएर आउने मान्छेहरू कोही चाहिँ धेरै सोफिस्टिकेटेड हुन्छन्, कोही अनपढ हुन्छन्, त्यस्ता पनि हुन्छन्। उनीहरूले कस्तो प्रश्न सोध्छन्, के प्रश्न सोध्छन् भन्ने चाहिँ थाहा चाहिँ हुँदैन, तर उनीहरूलाई प्रश्न सोध्ने हक चाहिँ छ। उहाँहरूलाई हक के छ भने उहाँको कामै त्यही हो, त्यहाँ बाहेक उहाँहरूको कामै छैन। त्यो लेजिस्लेटिभ कमिटी जुन भन्छौँ हामी, त्यो संसदीय छानबिन सुनवाई भन्छौँ नि, त्यसमा चाहिँ उहाँले ठुल्ठुला पदमा बसेका मानिसहरूलाई पनि ल्याएर बोलाएर तपाईहरुको के भयो, हामीले त यस्तो सुनेका छौं भनेर भन्न पाइन्छ। कसरी पाइन्छ, अरु देशमा कसरी भएको छ भने अब ब्रिटेनमा टोनी ब्लेयर प्राइम मिनिस्टर थिए। त्यो बेलामा अमेरिकनहरूले के भने सद्दाम हुसैनले वेपन्स अफ मास डिस्ट्रक्सन जम्मा गरेका छ, हामी तिनीहरूलाई अट्याक गर्न जाउँ भनेर भने। अनि वेपन, अब त्यो युएनले पनि त्यो वेपन अफ मास डिस्ट्रक्सन त्यहाँ छैन है भनिसकेको थियो। अरु सबैले छैन भनेको थियो, अमेरिकाले चाहिँ छ भन्यो र ब्रिटेन त्यो सँगसँगै लागेर गएर इराकमा अट्याक गर्यो, सद्दाम हुसैनलाई अब खत्म पारिदियो। त्यसपछि त्यहाँ लडाईँ सुरु भयो, भयङ्करको लडाईँ। त्यसपछि टोनी ब्लेयरलाई उनीहरूले सोधे, बाबा तपाईले यो अमेरिकासित किन जानुभएको, तपाईले कसले जानु अमेरिकासित भने। टोनी ब्लेयरले के भन्यो भने मेरो निगाहमा म एकदम स्वच्छ छु मान्छे, मैले कुनै पनि गल्ती गरेको छैन। जस्तो अहिले हाम्रो आइजिपीले भन्नुहुन्छ, मैले कुनै गल्ती गरेको छैन, मलाई चाहिँ किन त्यसरी सोध्नु भयो तपाईहरुले भने। तपाईले स्वच्छ विचार गर्नुभयो होला, राम्रो गर्नुभयो होला, तर तपाईको कारणले तपाईले जति सुकै राम्रो गरे पनि हामी त त्यहाँ गएर फस्यौं। हामीले अरु इनोसेन्ट मान्छेलाई नि मार्यौं, हजारौं मान्छेलाई मार्यौं, हाम्रो पनि ठुलो क्षति भयो। तपाई स्वच्छ हुनुहुन्छ, तपाई विवेकशील हुनुहुन्छ, सबै कुरा तपाईको राम्रो छ, तर तपाईले हामीलाई त्यस्तो ठाउँमा त लगिदिनु भयो नि भनेर उहाँलाई ल्याफल्याफ्ती पारे हगि। त्यो संसदीय सुनवाईले त्यस्तो गर्यो। अनि उहाँले चाहिँ मलाई विश्वास, अनि तपाईलाई कसरी विश्वास गर्ने, तपाई नचाहिने ठाउँमा हाम्रो देशलाई लैजानुहुन्छ, तपाईलाई कसरी विश्वास गर्ने भन्ने कुरा आयो। अब उहाँको दुवैजनाको कुरा त्यस्तो छ हगि। अब भनौँ यो वाटरगेट स्क्यान्डलमा निक्सनको वाटरगेट स्क्यान्डल भयो, त्यसमा पनि संसदीय सुनवाईले गर्दा निक्सनलाई हैरान पार्दा उसले राजीनामा नै दिनु पर्यो। त्यसकारण हाम्रो देश, जुन देश चाहिँ भ्रष्टाचारबाट बाहिर निस्किन खोजिराखेको छ, यहाँ जज साहब इक्जाम्पल हुनुहुन्छ, यो भ्रष्टाचारबाट बाहिर निस्किनेलाई हामीले ठुलो कदम उठाउनै पर्छ। भ्रष्टाचारको कुरालाई हामी मर्यादित ढङ्गले चाहिँ यसरी ट्रिट गर्न मिल्दैन। भ्रष्टाचार कुरालाई ठाडै उठाउनुपर्छ हामीले। र त्यो आइजिपी चाहिँ असाध्यै, हाम्रो अहिलेको आइजिपी चाहिँ असाध्यै पढा लेखा विद्वान मान्छे हुनुहुन्छ अरे है, म त उहाँलाई चिन्दिनँ। तर त्यो सांसदले त्यो प्रश्न सोध्यो भनेर उहाँले रिसाउनु पर्ने कारण चाहिँ छैन। त्यो सांसदको प्रश्न सोध्ने उसको ड्युटी नै हो। मर्यादा, अब मर्यादाको कुरा गरौँ एकछिन। मर्यादामा हाम्रो यो बच्चाहरूको 9 सेप्टेम्बरमा जति हाम्रो नेपालका बच्चाहरू मरे, तिनीहरूको मर्यादा छैन। तिनीहरूको बाउआमा जसको बच्चा गयो उनीहरूको मर्यादा छैन। त्यो पुलिस जसले गोली हान्यो उसलाई नसिकाएको कसले नसिकाएको, जो गोली त्यहाँ कसरी हान्नुपर्छ र क्राउड कसरी कन्ट्रोल गर्नुपर्छ भन्ने सिकाउनु पर्ने कसले, त्यो पनि त पुलिसको ड्युटी हो। त्यो किन नसिकाएको?
त्यो कुराहरू चाहिँ हामीले आइजिपीलाई सोध्न मिल्दैन। त्यसकारण तिनीहरूको मर्यादा के भयो? त्यो बच्चाहरूको, त्यो आमाहरूको जसको बच्चा गयो, अब भनौँ यो हामी चाहिँ अकाउन्ट्स एक्सन टास्क फोर्सको कुरा गऱ्यौँ हामी नेपालले 34 पोइन्ट पाएको छ 100 पोइन्टमा। हामी देश संसारभरिको भ्रष्ट देशहरूमध्ये गनिन्छन्। यदि हाम्रो पुलिस फोर्स यहाँ राम्रो भएको भए हामी त्यो अवस्थामा पुग्नुपर्ने देश हो। पुलिसको कर्तव्य बन्दैन त्यो भ्रष्टाचार रोक्नलाई, उहाँको मात्रै पर्दैन, यो पुरा सञ्जाल छ। तैपनि पुलिसले त त्यसको रिस्पोन्सिबिलिटी लिनु पर्यो नि। हाम्रो देशलाई कसैले पनि नपत्याउने ठाउँमा हामीले कसरी पुर्यायौँ भनेर त त्यो पुलिसले त आन्सर दिनु पर्यो। पुलिसले पनि त्यसमा त हाम्रो आइजिपीले पनि आन्सर दिनु पर्यो। अब अरू कुरा चाहिँ नगर्ने, कुनै एउटा सांसदले चाहिँ ठाडो बोल्यो भनेर रिसाउने। अब यो रिसाउने भन्ने कुरा पनि एउटा मानसिकता हो। हेर्नुहोस् है, भनौँ न मलाई तपाईँहरूले कस्तो पुड्को रहेछ भन्यो भने म रिसाउँछु? म रिसाउँदिनँ, किनभने म पुड्को छँदै छैन, होइन? तर तपाईँ कुनैले आएर चाहिँ त धेरै अल्को रहेछ कामै न भन्यो भने त्यो सही हो, त्यसमा म रिसाउँछु, किनभने सही कुरा हो। सही कुरामा मात्रै म रिसाउँछु। मलाई गलत कुरा भन्यो भने म पुड्के रहेछ कहाँको आयो भने म रिसाउँदिनँ, होइन? त्यसकारण यदि म रिसाएँ भने मैले त के भने तपाईँले भनेको कुरामा अलिकति सत्य छ कि क्या हो भने जस्तो देखियो नि, भान भयो नि, होइन? त्यसकारण चाहिँ त्यो अवस्थामा जानु भएन। र मैले के भने अहिले पुरा देशलाई हामीले भ्रष्टाचारबाट मुक्त गराउने भन्या छ भने यो देशको इमेज, अब अहिलेसम्म सबै सरकारका अङ्गहरू भ्रष्ट छन् भन्ने थियो है। सबै पुलिसमा होस्, आर्मीमा होस्, चाहे के अरे उसमा ब्युरोक्रेसीमा होस्, पार्लियामेन्टमा होस्, जहाँसुकै होस्, यो देश भ्रष्ट छ भन्ने संसारभरि कहलिएको छ र सायद त्यो सही पनि हो। यो देशलाई त त्यहाँबाट निकाल्नु पर्यो नि, त्यसको त हामी सबैको कर्तव्य हो नि। अब त्यसको लागि सानसानो कुरा उठाएर चित्त दुखाउने कुरा छैन। अहिले चाहिँ मुटु ठुलो राखेर, मुटु ठुलो पारेर ल यस्तो रहेछ। यदि म आइजिपी भावे म के भन्थेँ भने तपाईँहरूकोसँग प्रुफ छ, तपाईँहरूले मैले भ्रष्टाचार गरेको छु भन्ने तपाईँको प्रुफ छ भन्नु सोध्ने। प्रुफ छ तर तपाईँ आइजिपी हुँदाहुँदै हामी इन्भेस्टिगेट गर्न सक्दैनौँ। मान्छेलाई डर लाग्छ आइजिपीदेखि त। आइजिपी त्यहाँ बसेको छ, उसको इन्भेस्टिगेट कसरी गर्ने भनेर डर लाग्छ। त आइजिपीले के भन्न सक्छ भने ल म 2-4 महिना छोडिदिन्छु। हाम्रो अस्ति गृहमन्त्रीले छोड्नुभयो नि, गृहमन्त्रीलाई चार्ज लाग्यो त उहाँले छोड्नुभयो। फेरि उहाँलाई आइजिपीले म 2-4 महिनापछि म फेरि आउँला, ल तपाईँहरू इन्भेस्टिगेट गर्नुहोस्, प्रुभ गर्नुहोस्, मैले नत्र म तपाईँलाई ठिक पार्छु भन्नुहुन्छ। म आएर तपाईँलाई मुद्दा हालिदिन्छु, किनभने तपाईँले मलाई गलत दोष लाउनु भयो, त्यसको लागि चाहिँ। तर गर्नुहोस् न त, मेरो छानबिन गर्नुहोस्। यदि म गिल्टी रहेछु भने ठिक छ, गिल्टी रहेछ भने म फर्केर आउँछु र तपाईँहरूलाई पनि म अदालतमा लैजान्छु, तपाईँहरूले मेरो मानहानि गर्नुभयो भन्न मिल्छ। तर कसैले सोध्यो भन्दैमा मेरो मानहानि भयो भन्ने चाहिँ त्यो अलिकति सेन्सिटिभ कुरा भयो। त्यो आइजिपी साहबले त्यसलाई चाहिँ त्यति गाह्रोसँग नलिनु होला भन्ने मेरो प्रार्थना छ।